हेलो एभ्रिवान, सुमन सबैजनालाई र तपाईहरुलाई फेरि पनि मेरो च्यानलमा वेलकम छ। र अहिले भने चाहिँ यहाँ मम्मी र म चाहिँ यहाँ सिस्नु टिप्न आएको हो। र मम्मी चाहिँ यहाँ सिस्नु टिप्नु हुँदैछ। हाम्रो घरमा चाहिँ मम्मीले सिस्नु रोप्नु भएको छ नि त। पातला सिस्नु टिप्दै छु। मम्मी चाहिँ पातले सिस्नु टिप्नु हुँदैछ हैन, किनभने हाम्रो घरमा चाहिँ मम्मीले नि यति बनाइसके पातले सिस्नु रोप्नेको गर्छ नि त मम्मीले। सो यहाँ देख्नुहुन्छ नि यहाँ मम्मीले पातले सिस्नु रोप्नु भएको छ। अन्त भागमा सिस्नु टिप्नु जाउँ न, माथि भागमा सिस्नु होला। जंगल जानु नपरोस् भनेर नि यहाँ चाहिँ बारीमा रोप्नु भएको छ नि त। देख्नु सक्नुहुन्छ गाइस, यो चाहिँ अर्ग्यानिक सिस्नु। म टिपेर ल्याउँछु त, मम्मी जानु घर। किनभने हाम्रो घरमा चाहिँ मम्मीको चाहिँ दाजु आउनु भइरहेछ नि त। अन्त दाजुले चाहिँ हामीले चाहिँ सजनाहरू ल्याइदिनु भएछ है गाइस। यहाँ तपाईहरु देख्नु सक्नुहुन्छ हैन, त्यसलाई चाहिँ भन्छ भाङ्रे सिस्नु हो। अनि यो चाहिँ हाम्रो मम्मीले रोप्नु भएको हैन। अन्त हामी चाहिँ जंगलहरू गइबस्नु पर्दैन, यस्तो सिस्नुहरू खानु मन पर्यो भने चाहिँ हैन, मम्मी चाहिँ घरमै रोप्ने गर्छ नि त। अन्त मम्मी चाहिँ यहाँ सिस्नु नि टिप्नु हुँदैछ, म चाहिँ यहाँ भाङ्रे सिस्नु टिपौँ भनेको। सो यो हो गाइस भाङ्रे सिस्नु चाहिँ। दाल खानु चाहिँ एकदम दामी हुन्छ र यो चाहिँ दबाई पनि हो, प्रेसर सुगरहरूको लागि चाहिँ। देख्नु भयो होला, हेर्दा हेर्दा यहाँनिर एक झोला हुन आँटिसक्यो। र यता चाहिँ यतातिर रोप्नु पर्छ मम्मीले। यहाँ पर जाउँ, अब पर जाइरहन्छ हामी। देख्नु भयो होला, यहाँ चाहिँ म सिस्नु हो। यहाँ चाहिँ अघि हामीले माथि पनि टिपेँ, यहाँ एक झोला भइसक्न आँटु भयो होइन। अन्त यहाँ छ गाइस यो अर्ग्यानिक सिस्नु। यस्तो हुन्छ है हाम्रोतिर चाहिँ होइन, जङ्गल गइबस्नु पर्दैन, घरको बारीमै सिस्नु पनि फलिहाल्छ होइन मम्मी। के कसो घरकै छेउछाउ जङ्गलमा हुन जानु हुँदैन, जुगाले टोकेर मार्छ। त्यसले गर्दा चाहिँ मम्मीले चाहिँ घरबारीमा हुन्छ, जुगा पनि लाग्दैन होइन। जतिलाई खानु मन पर्यो त्यतिलाई टिप्यो, सफा पनि है, खायो एकदम बारीको डिलमा एकदम सफा पनि होइन। र अर्ग्यानिक हो नि त। अब यादै छ बस्तीमा होइन, हतपत बस्तीमा जङ्गलतिर होइन, त्यो बाँदरको जुठोहरू मात्रै हुन्छ। बाँदरको जुठो मैलाहरू हुन्छ होइन। त जङ्गलको पनि राम्रै हुन्छ, तर बस्तीको चाहिँ हाम्रो चाहिँ एकदम राम्रो छ नि त। बारीको डिलमा मम्मीले मजाले रोप्नु भएको छ हो। अन्त सफा पनि हो, अन्त खानुमा पनि मिठो, घरको एकदम अर्ग्यानिक। सो गाइस एक झोला भयो टिप्नु गएको हो। रसी आउँदा चाहिँ घर कस्तो भइरहेको थियो, यतातिर आथा सिस्नु चिल्यो पुरा बिक्न। अस्ति चाहिँ कस्तो थियो भने चाहिँ अल्छी लाग्दो थियो, र अहिले चाहिँ पुरा हरापरा भइसक्यो है, पानी परेर एकदम हरियो परियो भइछ होइन। र गाइस हाम्रो चाहिँ सिस्नुको इस्कुसको मुन्टा पनि छ है। अम्बो देखाइदिनु अम्मी इस्कुसको मुन्टा यस्तो अर्ग्यानिक गाइस। बस्तीमा बस्यो भने चाहिँ यस्तो हो है अर्ग्यानिक। र दिपा चाहिँ कान्छी बहिनी यहाँदेखि धमास दिँदैछ यहाँ टिप्न आएर। सिस्नु चाहिँ अम्बो मम्मी क्या दामी भइछ है उयो त। इस्कुसको मुन्टा त खाउँ खाउँ लाग्दो हो। र गाइस देख्नुहोस् न, हाम्रोतिर चाहिँ इस्कुसको मुन्टा पनि यस्तो दामी छ है। अम्बो हामी खाँदा वाक्कै है, तर बजारमा पनि अहिले त्यस्तो निस्केको छैन इस्कुसको मुन्टा चाहिँ। र हाम्रो बस्तीमा चाहिँ हामी वाक्कै भएको, यतिको चाहिँ फाइदा छ है। सबै कुरो फर्स्ट खानु पाउँछ। उयो तल जानु होइन, पातले सिस्नु टिप्नु हामी। र म चाहिँ अब तल पातले सिस्नु टिप्नु गएको, मम्मी चाहिँ इस्कुसको मुन्टा टिप्नु हुन्छ नि त। यो चाहिँ हाम्रो यहाँनिर घरको मुनि बारी हो। र यता पनि रोप्नु भएको छ मम्मीले, देख्नु सक्नुहुन्छ। सिस्नु चाहिँ हाम्रो कसरी उम्रिन्छ गाइस। यहाँ मुलाहरू पनि रोपिरहेको छ होइन, मकै पनि छ, सिस्नु पनि छ। यतिको अर्ग्यानिक छ हाम्रोतिर चाहिँ, यतिको अर्ग्यानिक। चिम्टाले टिप्नु चाहिँ एकदम सजिलो हुन्छ होइन। यसरी चिम्टाले यसरी टिपिकन चाहिँ टक्कै झोलामा सिस्नु टिप्छ है, एकदम अर्ग्यानिक। म यो टिपिसकेको छु, देख्नु भयो होला। एक झोला सिस्नु, पाते सिस्नु र भाङ्रे सिस्नु हो। र अहिले चाहिँ एकदम हेर्ने लायकको भएछ हाम्रो पाचक, मेरो घरको वरिपरि होइन। यता देख्नु सक्नुहुन्छ सागसब्जी मकैहरू हुँदैछ हो। अन्त यहाँ चाहिँ छ बङ्गा, हाम्रो घरको पराको बङ्गाले चाहिँ यहाँनिर इँटा ओसार्नु हुँदैछ। बङ्गा इँटा ओसार्नु भएको इँटा, हेलो भनिदिनु नि, हेलो। बङ्गा चाहिँ खतरा छ, इँटा बोक्नु हुँदैछ। र यहाँ चाहिँ छ मेरो घर, उच्याक पिउनुको लागि बोलाउनु हुँदैछ बङ्गालाई। र यहाँ चाहिँ मैले एकदम अर्ग्यानिक सिस्नु चाहिँ एक झोला सिस्नु टिपेको छु। यो चाहिँ घरकै वरिपरि हो, हाम्रो चाहिँ घरकै वरिपरि मम्मीले रोप्ने गर्छ नि त। र वाउ गाइस, बस्तीको भाइब चाहिँ यस्तो हुन्छ है, एकदम चराहरू कराइरहेको होइन, हरियो परियो हुँदै गरेको। र अब चाहिँ मेरो घर जान्छु। यो चाहिँ मम्मीको दाजु आउनु भएको छ मामाको लागि हो। र यहाँ चाहिँ हाम्रो सेतीपेतीहरू रसी यहाँ आलु रोपेको थियो होइन। र आलु रोपिसकेर चाहिँ यहाँ चाहिँ अब सिबी र मकै रोपेको छ मम्मीले, पापा र मम्मी रोप्नु भएको हो। र गाइस वाउ आजको दिन चाहिँ एकदम दामी। यहाँ चाहिँ छ मेरो घर, र मम्मी चाहिँ छिटो लेखिले भन्दैछ हो। ल एक झोला सिस्नु। र यहाँ चाहिँ हुनुहुन्छ हाम्रो किकी चाहिँ मल्लीदेखि आइपुग्नु भएको। र यो इस्कुसको मुन्टा पनि घरको एकदम अर्ग्यानिक इस्कुसको मुन्टा। र किकीले चाहिँ हामीलाई के ल्याइदिनु भएछ भने सजना है। वाउ सजना, मल्लीबाट सजना र सिबी ल्याइदिनु भएछ है। हेलो किकी, यस भनिदिने। यता चाहिँ हुन्छ हाम्रो मामा, ठुलो मामा। किकी
हिँड्दै अर्ग्यानिक सिस्नु घरकै उयो किनभने इस्कुसको मुन्टा खुसी तिम्रो त धेरै भाइरल भएको छ है पिक्चर त्यसले किकीले चाहिँ अहिले कोक पिउनु हुँदैछ है यो चाहिँ कोक होइन कोकी यो चाहिँ अन्त पुरा उयो धमिलो छ त के कोक त कोक भनेको पानी अब अलि त्यस्तै रहेछ कि अलि धमिलो भयो मान्छेले रक्सी चाहिँ कहिले नखानु कहिले नखाने है कोक यस्तो अलिक पानी मिसाएर है त्यो पनि यस्तो खानुपर्छ गाइस याद भयो होला अब के खानुपर्छ भनेर नखानु मान्छेले नखाने रक्सी खानु हुँदैन फोक्सोहरू बचाउनु पर्छ फोक्सो बचाउनु पर्छ है मेरो यही खाएर फोक्सो आधी काटेर फ्याँकिदिएँ मैले र इक्जाम्पल चाहिँ दिइरहेको छ के खानु हुँदैन भनेर है कि यो चाहिँ ध्यान दिएर सुन्नु होला जार खानु हाल्नु नि त्यहाँनिर बटर बुटर गरेर सबैलाई सम्झाइदिन्छु रक्सी नखानु बरु जाँड खानु होइन बस्तीको अर्ग्यानिक है रक्सी खायो भने दिनमा एक बेला खान्छौ भने बरु 4 बेला खाइदेऊ त्यसले चाहिँ छिट्टै छुट्टी हुन्छ भने कि खाँदै नखाने कि यहाँ हाम्रो किकीको गफ चाहिँ खतरा छ फेरि हो र किकीको लागि चाहिँ हाल्दैछ नि यता चाहिँ हुन्छ हाम्रो पापा लु मजाले हाल्नु नि खै म हाल्दै देखाउँछु किकीहरू जानुभयो के जानु भएको बाई बाई भन्यो नि यहाँ कस्तो जानु आँटेको यहाँ भिडियो बनाउँ भनेको बाई भन्यो नि के बाई फेरि आउनु ल कहिले आउँछु क्या अब तिहारमा खै लैजानु भयो उयो अर्ग्यानिक ए सो के चाहिँ जानुभयो अब मम्मी छिटो आउनै भयो अरे बाबा मम्मी र अब केहरू तर बर्थडेमा आउनु भएको थियो नि त सो जानु भयो होइन सो म पनि अब खोलेहरू काट्नु जान्छु र पापा चाहिँ पापा के गर्नुहुन्छ यहाँ नि यता आउनु यता यहाँ आउनु कहाँ जानु अरे बलुवा लिन जानु नि डान्स गर्दै खानु नि यतिकै मेरो पापा चाहिँ देख्यो होला कतिको खतरा एक्टिभ छ डान्स गर्नु मात्रै भनेको डान्स गरेर यहाँ देखाइ पनि हाल्यो एन्डिङ पनि भयो र यतिको खतरा मात्रै छ मेरो पापा चाहिँ हो र अब चाहिँ म खोलेर कतै जान्छु र मेरो ब्लगिङलाई चाहिँ म एन्ड गर्छु किनभने मेरो फोनमा स्टोरेज पुरा कम्ती छैन अन्त जतिखेर पनि स्टोरेज फुल भनेर यहाँनिर नोटिफिकेसन आउनु सक्छ सो म यो भिडियो एडिटहरू गरिसकेँ फेरि पनि म भिडियोहरू बनाउँदै हाल्छु सो प्लिज मेरो भिडियोलाई चाहिँ यसरी हेर्दै माया गरिदिनु होला अन्त मेरो नयाँ पेजलाई पनि फलो गरिदिनु होला सो बाई गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो सो बाई